एक्जाम कस्तो भयो तिमीहरूको? मेरो त लास्टै बिग्रियो यार। बिग्रिहाल्छ नि, पढ्नु छोडेर रातभरि केटीसँग बोलेपछि। त्यही त, आफू पनि सुत्दैन, हामीलाई नि सुत्न दिँदैन। कुन दिन वार्डेनलाई भनिदिन्छौ नि थाहा पाउँछस्। वार्डेनलाई के भन्छस्? वार्डेन आफै बोलिरहेको हुन्छ रातिको 1-2 बजेसम्म। हो र, तँलाई कसरी थाहा भयो? अस्ति तिमीहरू कोही नहुँदा म वार्डेनको कोठामा सुतेको थिएँ नि त, हो त्यतिखेर थाहा पाएको। अनि वार्डेनको कोठामा त एउटा मात्र बेड छ होइन र? तँ चाहिँ कहाँ सुतिस् नि? वार्डेनसँगै सुतेको नि। रहा नहीं जाता। बुढाको खुट्टा बोकाउने बानी रहेछ, रातभरि खुट्टा बोकाएर सुत्दै दिएन नि। खुट्टा मात्रै बोकायो कि भुँडी पनि बोकायो? गाइज, तिमीहरूले मेरो अन्डरवेयर देख्यौ? बाहिर सुकाएको थिए छैन त? के थाहा हामीलाई? तेरो अन्डरवेयर हेर्न बस्या हो हामी? लौ, सोध्न नि नहुने? यहाँ बाहिर सुकाएको थिए, तिमीहरूले देख्यौ कि भनेर पो सोधेको त। लगायो होला नि यसले। अस्ति पनि मेरो अन्डरवेयर लगाएर डेटिङ गएको थियो यो। मैले जानी जानी लाएको हो तेरो अन्डरवेयर। तँलाई कसले मेरो जस्तै अन्डरवेयर किन्नु भनेको थियो? के रे फेरि भन् त? मैले 2010 मा किनेको अन्डरवेयर हो यो। तँ भन्दा 2 वर्षले मात्र कान्छ हो मेरो अन्डरवेयर। भनेपछि मेरो अन्डरवेयर पनि यसले नै लाएको हुनुपर्छ। हो, मैले नै लाएको छु तेरो अन्डरवेयर। हेर्छस्? देखाइदिउ कट्टु खोलेर। ऐसा मत करो मेरी जान। भयो नदेखा। हेरिसकेको चिज कति हेर्नु? के हेरिसौ त्यस्तो? तैले जे सोचिस् त्यही। ल अब यसो गरौँ न त। तैले यसको अन्डरवेयर लगाइहालेछस्, अब तेरो अन्डरवेयर दे न त यसलाई। अबे साले। हो यार हो, सही भनिस् तैले। ओइ, तेरो एउटा अन्डरवेयर दे मलाई, तर त्यो भिसेपवाला नदे है, अर्को वाला दे। भिसेपवालाले लास्टै पास्छ यार। इस दिन्छु, मेरो अन्डरवेयर किन दिनु तँलाई? अनि तैले मेरो लाको होइन त? तैले देखेको थिस् लाको? 1 हप्तादेखि आफ्नो अन्डरवेयर त लाएको छैन मैले, झन् तेरो लाई बस्छु। खतरनाक लोग हैं। अनि कहाँ गयो त त्यो अन्डरवेयर? ए, छोड्देन त्यस्तो गनाउने अन्डरवेयर। नयाँ किने भइहाल्यो नि। कसरी छोड्नु? मेरो बर्थडे गिफ्ट हो त्यो अन्डरवेयर। बर्थडे गिफ्ट? कुन चाहिँ बौला रहेछ हौ बर्थडेमा पनि अन्डरवेयर गिफ्ट दिने? अरू को हुन्छ र? यसकै मायालु त होला नि। बोइज, अझै सुतेको छैन तिमीहरू? सुत्न छोडेर के गर्दै बसेको? केही होइन सर, हामी त भोलिको इक्जामलाई तयारी गरिरहेको थियौँ। हो र? अनि खोइ त तिमीहरूको बुक त भर्खर राखेको सर, भर्खर। तपाईँ आउनुभन्दा 1 सेकेन्ड अगाडि मात्र राखेको हामीले। साँच्चै हो? ढाँटेको त होइन नि? होइन नि सर, कहाँ ढाँट्नु हौ? हामी नेता हो र ढाँट्नलाई? ल ठिक छ, त्यसो भए म चेक गर्छु कतिको पढेको रहेछौ तिमीहरूले। के को एक्जाम छ भोलि? नेपाली। साइन्स कि नेपाली? नेपाली सर, नेपाली। साइन्स त अस्ति नै भइसक्यो। अस्ति नै कसरी हुन्छ? एक्जाम त आजबाट सुरु भएको होइन? वाह सर, माने तपाईँलाई माने। दिमाग चाहिँ तेज रहेछ तपाईँको पनि। चुप लाग, मलाई फुर्काउँछस्? भोलि के को एक्जाम छ? नडाटी भन्। नेपाली नै हो के सर? नबताए सोध्नु न तपाईँको प्यारो विद्यार्थीलाई। हो रोशन, नेपालीको एक्जाम हो भोलि? हो सर, नेपाली नै हो। ल, त्यसो भए म तिमीहरूलाई उखान टुक्काहरू भन्छु, तिमीहरूले त्यसको वाक्य बनाउने है त? हुन्छ सर। प्रतीक्षाको फल मिठो हुन्छ। ल, यसको वाक्य बनाएर देखाऊ जसले भयो नि। सर, म बनाम? ल बना। प्रतीक्षाको फल मिठो हुन्छ त्यो मलाई पनि थाहा छ। त्यसैले म हरेक शनिबार प्रतीक्षाको घर जान्छु र उसको फल खाएर आउँछु। यसरी बनाउँछ वाक्य? लट्ठी कहाँ छ मेरो? मेरो केही गल्ती छैन सर, मैले त यसको कपीबाट पढेको, त्यहाँ यस्तै लेखेको थियो सर। साले तू। होइन सर, होइन, मेरो कपीमा त्यस्तो लेखेको छैन। यसले फसाउन खोजिरहेछ मलाई। तैँले चाहिँ यसको कपीबाट किन पढेको त? तेरो कपी चाहिँ खोइ। मेरो कपी त प्रतीक्षाको घरमा छ सर। अस्तिको शनिबार त्यहीँ छुटेछ। पक, भोलि तेरो बाउलाई कल गर्छु म। त अचेल निकै छाडा हुँदैछस्। मेरो बाबा त विदेशमा हुनुहुन्छ सर। त्यसो भए तेरो मम्मीलाई कल गर्छु। मम्मी पनि विदेशमै हुनुहुन्छ सर। को हुनुहुन्छ त घरमा? घरमा त हजुरबा र हजुरआमा। त्यसो भए तेरो हजुरबालाई कल गर्छु। हजुरबासँग त मोबाइल नै छैन सर। हजुरआमासँग त होला नि? हजुरआमासँग चाहिँ थियो कि सर, तर उहाँले त फोन बेचेर बाख्रा पो किन्नु भयो। भयो हजुर भयो, तँसँग बोलेर सकिनँ मैले। अब त चुप लागेर बस। सर, मे आई गो टु टोइलेट? किन? टोइलेट किन गइन्छ थाहा छैन र तपाईँलाई? मेरो मतलब लङ कि सर्ट? मेरो त लङ नै छ सर। हजुरको चाहिँ लङ छ कि सर्ट? चुप लाग, जा छिटो जा। सर, तपाईँलाई एउटा कुरा सोध्छु, नरिसाउनु ल। ल सोध। तपाईँ कट्टु लाएर सुत्नुहुन्छ कि प्यान्ट लाएर सुत्नुहुन्छ सर? यो कस्तो वाहियात प्रश्न गर्दैछस् त? म कट्टु लाएर सुते नि प्यान्ट लाएर सुते नि, तँलाई किन चाहियो? भन्नु न सर, हामीले रुम ए र रुम बी सँग पापान्छेको बाजी राखेको छौँ के? यदि तपाईँ प्यान्ट लाएर सुत्नुहुन्छ भने रुम ए ले जित्छ, यदि तपाईँ कट्टु लाएर सुत्नुहुन्छ भने रुम बी ले जित्छ, अनि यदि तपाईँ केही नलाई सुत्नुहुन्छ भने चाहिँ हामीले जित्छौँ। रोशन,
त पनि सामेल छस् यो बाजीमा? छैन सर छैन, तपाईँको प्यारो विद्यार्थी सामेल छैन यसमा। गुड बोय, यस्तो हुनुपर्छ विद्यार्थी भनेको। तर तपाईँ रातभरि फोनमा बोल्नुहुन्छ भनेर चाहिँ यसले नै भनेको है हामीलाई। होइन सर होइन, मैले रातभरि बोल्नुहुन्छ भनेको छैन, मैले त 1-2 बजेसम्म मात्र बोल्नुहुन्छ भनेको थिएँ। देख्नुभयो त सर तपाईँको प्यारो विद्यार्थीको असली रूप। खुब माया गर्नुहुन्थ्यो नि यसलाई, दियो होइन त घोप्टो पारेर। केही छैन सर, चित्त नदुखाउनुहोस्। यो धोकेबाज भएर के भयो त? म छु नि तपाईँको प्यारो स्टुडेन्ट। बकचोदी मत कर लौड़े। के भनिस्? कसलाई धोकेबाज भनेको तैले? कसलाई? तँलाई भनेको तँलाई। थाहा छ सर, यो 1 नम्बरको धोकेबाज छ नि। अस्ति म पानीपुरी खुवाउँछु हिँड भनेर लग्यो, अनि पैसा तिर्ने बेला भएपछि चाहिँ ओ सिट, पैसा त होस्टेलमै छोडेछु भन्दै मलाई तिरायो। त्यो त केही होइन, यो कस्तो धोकेबाज छ भन्ने कुरा त इक्जाममा पो थाहा हुन्छ त। हरेक इक्जाममा मेरो इक्जाम त बिग्यो यार, म त फेल हुन्छु होला भन्दै आउँछ, अनि रिजल्ट हेर्दा 99 मा 100 लिएर आउँछ। 99 मा 100? ओइ उल्टो भनिस् हौ। ए सरी 100 मा 99 लिएर हुन्छ। ल्याउँछु त, म मेहनत गर्छु त्यसैले ल्याउँछु। तिमीहरू जस्तो हो र चिट चोरेर पास हुने? चिट चोर्नु पनि एउटा कला हो बुझिस् भाइ। सबै मान्छेमा यो कला हुँदैन। नपत्ताई सरलाई नै हेर, पहिला नै चिट चोर्नु जानेको भए आज यसरी वार्डेन भएर बस्नु पर्थ्यो। ए गोरु, चिट चोरेरै म वार्डेन भएको हो बुझिस्। यदि मेहनत गरेर पढेको भए म आज डाक्टर भइसक्थे। डाक्टर बन्नलाई पढ्न पर्दैन नि सर, एउटा सिम्पल स्टेप गरे पुग्छ। कस्तो स्टेप? आफ्नो नाम चेन्ज गरेर डाक्टर राख्नुस्, त्यसपछि तपाईँलाई सबले डाक्टर भनिहाल्छ नि। मे आई कम इन सर? भित्र छिरेर मे आई कम इन भन्छस् गधा? सरी सर बिर्सेछु। खानु बिर्सिन्छस्? खानु त कहाँ बिर्सिनौ सर, बरु हग्न बिर्सिन्छु तर खान बिर्सिन्न। त साँच्चीकै हग्न बिर्सिन्छस् र? बिर्सिन्छु नि, मैले अस्तिबाट हगेकै थिइनँ, आज बल्ल हगेको। कङ्ग्रेचुलेसन, बधाई छ तलाई, यसरी नै प्रगति गर्नु। हग्नु प्रगति हो सर? त्यसो भए त म दिनदिनै प्रगति गर्दो रहेछु। म त झन् एक दिनमा 3